हेलो साथीहरु नमस्कार। तपाईहरु सन्चै हुनुहुन्छ होला। हामी एकदम सन्चै छौं। हामी चाहिँ काफल टिप्न हिँडेको मेरो भाबी अनि सेन बाबु हाई भन। अनि हाई सेन बाबु हाई भन। हाई हामी काफल टिप्न हिँड्छौं भन। हामी काफल टिप्न हिँड्छौं। हामी कति काफल टिप्छौं भन न सबै साथीहरुलाई। हाम्रो 3 बुटा छ। म काफलको भाबी म जान्छौं साथीहरु है काफल टिप्न। हाम्रो माउला र साथीहरु हाम्रो माउला टोपन सबै देखाउँछ है हजुरलाई। बुटा छ नि काफलको भिडियोहरु मेरो युट्युब च्यानलमा आउनु होला। मेरो भिडियोहरु हेर्नु होला। के कस्तो हुन्छ लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्स्क्राइब पनि गरिदिनु होला युट्युब च्यानललाई। अनि कोही साथीहरु टिकटकबाट पनि हेर्ने हुनुहुन्छ होला। साथीहरु टिकटकबाट आएर पनि हेरिदिनु होला। मेरो बुढाको आइडी छ विवेक अधिकारी छ है। विवेक अधिकारी एएचके छ होला सायद। च्यानल हेरिदिनु होला सबैले। हामी चाहिँ आज यहाँ साथीहरु हाम्रो माउले र 3 बुटा छ काफलको बुटामा फाइनली हामी काफलको बुटामा पनि आयौँ। भुइँभरि खसिरहेको रहेछ। घर जाँदा पनि लग्ने हो। अनि अहिले चाहिँ कति हुन्छ अलिकति टिप्ने हो कि अलिकति। हो माइ गॉड काफलको बुटा पनि काफल पनि देखाउँछ। मौसम अनुसारको फल हो यो काफलमा। हजुर घरतिर काफललाई के भन्छन्? हाम्रो घरतिर चाहिँ काफल भन्छन्। काकाबाट हेर्नुहुन्छ कमेन्टमा भन्नु होला यसलाई के भन्छन्। यो पनि भन्नु होला है साथीहरु। अरु कोही टिप्न आउन नि कति छ काफल त। तर हावा उडी आउँदा एकैछिन झारिदिन्छ नि त। ओहो नि के मजाको भुइँमा छ नि काफलहरु। के भन्छ हजुरतिर? हाम्रो चाहिँ काफल भन्छन् है। फाइनली गाइस हाम्रो भाबी पनि बुटामा चढिसक्नु। यता हेर्नुस् त है काफलको बुटा पनि देखाउनुस्। काफल चाहिँ बेसी पाके रहेछ टिप्न। आहा कति राम्रो छ हेर्नुस्। यहाँ काफल खाने भए आउनुस् है आउनुस्। वाउ हेलो खाने भए आउनुस् है खाना आउनुस्। ओ माइ गॉड भोलि त हावा उडी आउँदा खत्तम हुने छ। कल राखिदिन्छ फेरि जा राखिदिन्छन्।